हामी नुहाउन जाँदैछ भने त है नुहाउन जाँदैछ भने त दिदी ल हेर्नु त कस्तो भएको छ त यहाँ आइपुग्दासम्म हेर्नु त नृसिंहधाममा नृसिंह भगवानको प्राकट्य भएको यो समय पुरुषोत्तम महिनामा आउँदै गर्दा हवन नगरिकन फर्क्यौँ भने यात्रा सफल भएन है हजुर। आफ्नो गोत्रको हवन कुण्डमा बसेर हवन गर्ने हो। हवन गर्न आउनेहरू भोजन गर्न आउने होइन, ननुहाइकन आउने भने नुहाई त यहीँ पनि गर्न मिल्यो सङ्गममा। तर हवन गर्न आउने दिदीबहिनीहरूले साडी लगाएर आउने। नृसिंहधाममा नृसिंह भगवानको प्राकट्य भएको यो समय पुरुषोत्तम महिनामा आउँदै गर्दा हवन अवश्य गरेर जाने, परिक्रमा अवश्य गरेर जाने, श्रीफल शिरमा राखेर परिक्रमा भगवानको अवश्य गरेर जाने, मन्त्र पढेर शुद्ध गरेर Hiranya